अलराइट गाइज अलराइट फाइनली म चाहिँ आफू 11-12 पढेको स्कुलमा चाहिँ फाइनली आइसकेको छु। आज यसो भ्रमण गर्दै हिँडेको छु। घाँस पलाएर बेहाल भयो रहेछ त हो। म चाहिँ कता पढ्थेँ भन्दाखेरि म यतातिर पढ्थेँ। अनि हाम्रो चाहिँ यो के भन्छ यो सय थुङ्गा लिएको ठाउँ यो चाहिँ स्टेज हो। स्टेज अनि केही कार्यक्रमहरू भयो भने यहाँ हुन्थ्यो। अनि जस्ट हामी चाहिँ यहीँ बसेर पढिन्थ्यो। अनि अहिले चाहिँ पुरै धेरै चेन्ज भएको रहेछ। यो बिल्डिङमा पनि पढियो, त्यो बिल्डिङमा पनि पढियो। यो टोइलेटहरू चाहिँ युज चाहिँ गरेनौँ हामीले। यतातिर अरू थियो, यहाँ यो हावाहरूले पुरै गर्दैछ। अनि जोस् धेरै यादहरू छ। अनि एउटा फाइनल्ली चेन्ज चाहिँ यो भएको रहेछ। यहाँ चाहिँ यो उसको थियो के खरहरूले छाएको थियो। अहिले चाहिँ अपडेट भएर टिन भयो रहेछ यहाँ। अनि अरू सबै ठिकै छ। घाँस पलाएर राम्रो फुलहरू पनि छ होइन। फुलैको थुङ्गा हो कि त्यस धेरै मेमोरीहरू छ यहाँ चाहिँ। कहिले पढिन्थेन है, सरले उता पढाउँथ्यो, म यता बस्थेँ होइन। म अनि मेरो लगायत केटाहरू मेरो नम्बरीहरू यहीँ बस्थ्यो सबै। अनि घर भाग्ने यताबाट हो, उता गेटबाट भाग्थेँ म त दुईवटा पिरियडै पढ्थेन के, काशीराम सरको र उसको नेपाली पिरियड त पढ्थेन के मैले। 12मा त पढेन, लगभग एक हप्ता जति पढेँ होला, त्यसपछि पढेन। यो यही नै हो स्कुल चाहिँ। थ्याङ्क यू गाइज।